नमस्ते। म चाहिँ प्राकृतिकको सुन्दरको स्थल ठाउँ डाँडा काँडाको काखमा बसेको किपा छेलेङ गुम्बाको काखमा बसिरहेको अवस्थामा छौँ। आज किपा छेलेङ गुम्बाको हामी चाहिँ यस मानीमा चाहिँ हाम्रा चाहिँ एकदम तपाईँको मानी अक्षरमा चाहिँ डेकोरेसन गर्दै हुनुहुन्छ। त्यस सँगसँगै हेर्नुहोस् हरियाली पाखा डाँडा पाखा मा चाहिँ हामी रमेर तपाईँको किपा छेलेङ गुम्बाको चाहिँ डाँडाको तपाईँको चाहिँ गुम्बाको थुकिमा 9 अहिले वर्तमान अवस्थामा चाहिँ 5 नम्बर ओडा हैन तपाईँको चाहिँ बाक्लो गाउँको सिरान टापुमा बसेर मैले एउटा गुम्बाकै प्राङ्गणबाट एउटा भिडियो बनाउन गइरहेको छु। तपाईँले हाम्रो ताप्लेजुङ जिल्लाको सुन्दर वातावरणको एकदम स्वच्छ हावापानीको साथमा अलैँचीको नेपालको कालो सुनको नजिकैको फेदैमा गुम्बाको प्राङ्गणको छेउमा बसेर हामी एउटा भिडियो बनाइरहेछौँ। तपाईँ आम दाजुभाइ दिदीबहिनीहरूले हाम्रा आदरणीय दाजुभाइ दिदीबहिनी सम्पूर्णजनाले यस गुम्बाको अवलोकन, यो गुम्बाको फिलहरू वरिपरिको तपाईँको डेकोरेसन, यो ठाउँको चाहिँ कालो सुन र अलैँचीको तपाईँको गरगरौँ तपाईँको चाहिँ डाँडा पाखाको नजरमा तपाईँ प्रत्यक्ष हेर्न सक्नुहुन्छ। यो ठाउँमा पनि आम दाजुभाइ दिदीबहिनी बुवा मम्मी हजुरबा बौद्धजनका दाजुभाइ दिदीबहिनीहरू सम्पूर्णजनाले चाहिँ यस ताप्लेजुङको तपाईँको चाहिँ मेरिङदेन गाउँपालिकाको थुकिमा 9मा चाहिँ तपाईँहरू आएर यो गुम्बाको अवलोकन गरिदिनु होला, हेरिदिनु होला भनेर हजुरहरूलाई पनि मेरो रिक्वेस्ट गर्न चाहन्छु। म पेम्बा शेर्पा। आज तपाईँले हेर्नु सक्नुहुन्छ एकदम राम्रो डेकोरेसन छ। तपाईँले सिधै तपाईँको गुम्बाको टपबाट हेर्दाखेरि हिमालयको चुचुरीको डाँडा पाखा पखेरो, त्यससँगै आकाशमा उडिरहेको बादल, कस्तो राम्रो बादलको हावा पानीसँग हामी खेलिरहेको जस्तो महसुस हुन्छ। हेर्नुहोस् यो गुम्बाको प्राङ्गणबाट हेर्दाखेरि यो हिमालको चुचुरीको डाँडा पुग्यो भने सायद आकाशै छुन्छौँ कि जस्तो महसुस हुने ठाउँमा पनि हामी बसेर टक्क पारेर एउटा भिडियो गरिरहेको छौँ। तपाईँले हेर्नु सक्नुहुन्छ। यस पेम्बा शेर्पाले आज ताजा अपडेट गर्दैछु। हजुरहरू पनि यस ठाउँमा चाहिँ आएर अवलोकन गरिदिनु होला, हेरिदिनु होला। हजुरहरूलाई पनि निमन्त्रण गर्न चाहन्छु है त। म पेम्बा शेर्पाले हेर्नु सक्नुहुन्छ चारैतिर डाँडा काँडाको बिचैमा एउटा सुन्दर प्राङ्गण गुम्बाको बिचमा बसेर हामी एकदम आनन्द लिइरहेछौँ है त। हेर्नु सक्नुहुन्छ यस पेम्बा शेर्पा पनि आज यस गुम्बाको प्राङ्गणमा बसेर राम्रोसँग रमिरहेछ। तपाईँले हेर्नु सक्नुहुन्छ। आज हामी पनि हाँसी खुसी जिन्दगीमा यति आनन्द छ। तपाईँले हेर्नु सक्नुहुन्छ यस डाँडा काँडा पाखा पखेरको हेर्दै जाँदाखेरि तपाईँको यो जङ्गलले छेरेको ट्याक्कै यो रुखको छारिदेखि पारिपट्टि ठ्याक्कै हेर्नुभयो भने तपाईँको चाहिँ हिमालको चुचुरी देख्न सक्नुहुन्छ है त। हजुरहरूलाई भन्दै म पेम्बा शेर्पा यहाँबाट बिदा हुनुहुन्छ। हस् त हजुर, थुचिजे।